हेलो गाइस गुटेन टाग। आज चाहिँ हाम्रो टपिक छ सम कमन जर्मन स्ल्याङ वर्ड्स भनेको चाहिँ अब नर्मली बाटोमा हिँड्दा अथवा कोही साथीभाइलाई भेट्दाखेरि चाहिँ कस्तो स्ल्याङ वर्ड्स चाहिँ हामीले जर्मनमा युज गरिन्छ भन्ने कुरा चाहिँ हामीले बोल्न जाँदैछौँ अथवा पढ्न जाँदैछौँ। फर्स्ट वर्ड चाहिँ हाम्रो डिग्गा। डिग्गा भनेको के हो भन्दाखेरि चाहिँ ब्रो या ड्युड, हे डिग्गा भन्न सकिन्छ अथवा वी गेट डिग्गा भनेको चाहिँ ब्रो अथवा आफ्नो साथीलाई, भाइलाई, दाइलाई, साथीभाइमा चाहिँ यो डिग्गा भन्ने वर्ड चाहिँ चल्छ। र अर्को छ कुम्पेल। कुम्पेल भनेको चाहिँ आफ्नो कोही मेटलाई चाहिँ हामीले कुम्पेल भनिन्छ जर्मनमा, बडी अथवा मेट। र अर्को छ क्रास भनेको चाहिँ द्याट्स क्रेजी भन्ने बेला चाहिँ हामीले क्रास भन्न सकिन्छ। र त्यसपछि गाइल भनेको चाहिँ द्याट्स असम भन्ने जस्तो केसहरूमा चाहिँ हामीले गाइल भन्न सकिन्छ। र आसी भनेको चाहिँ कोही पनि मान्छे एकदमै र्युड छ भने चाहिँ त्यो मान्छेलाई चाहिँ हामीले आसी भन्न सकिन्छ। र फेरपाइल्ट भनेको चाहिँ कन्फ्युज, म अब कुनै सिचुएसनमा कन्फ्युज छु अथवा केही कन्फ्युज जस्तो सिचुएसन छ भने चाहिँ त्यति बेला चाहिँ हामीले फेरपाइल्ट भन्न सकिन्छ। र नर्मल्ली हाई हेलो गर्दा चाहिँ मोइन भन्ने चलन छ। र लास्टमा भनेको चाहिँ हामी कुनै कुरा सल्भ गर्दैछौँ र त्यति बेला चाहिँ क्लुलेस भयो भने चाहिँ त्यहाँ हामीलाई केही पनि आइडिया छैन भने त्यति बेला चाहिँ हामीले लोस्ट भन्न सकिन्छ। थ्याङ्क यू।